यो चाहिँ रेडमीको A1 प्लस हो। यसमा चाहिँ क्यामेरा बिल्कुलै चलिरहेको छैन, न अगाडिको चल्छ न पछाडिको चल्छ। अगाडि पछाडि दुईपट्टि नै क्यामेरा चलेको छैन। अब यसको समस्या चाहिँ के रहेछ मैले समाधान गर्न गइरहेको छु। सबभन्दा पहिला त यसको यो डाटा क्लियर गरेर हेरौँ। क्यामेरामा लङ प्रेस गरेर एप इन्फोमा गएपछि यहाँ यसको स्टोरेज एन्ड चेस भन्ने आउँछ। यसलाई क्लियर गरेर हेरौँ, क्लियर अल डाटा गरौँ। यो गर्दाखेरि हेरौँ चल्छ कि चल्दैन। क्यामेरा खोलेर हेरौँ, चले जस्तो छ। पछाडिको क्यामेरा त चल्यो, पछाडि अब अगाडिको चलेन। यो अगाडिको नचलेपछि यसलाई मैले खोलेर पनि हेरेँ, अर्को क्यामेरा लगाएर हेरेँ अगाडिको क्यामेरा। अर्को क्यामेरा लाउँदा पनि चलेन। अगाडिको क्यामेरा नचलेपछि चाहिँ अब यसलाई त के गर्नु। यसरी यसको मोबाइललाई रिसेट गरेर हेरौँ, पुरै फ्याक्ट्री रिसेट गरेर हेरौँ चल्छ कि चल्दैन। फ्याक्ट्री रिसेट भयो, यसलाई सेटअप गरौँ। अब नयाँ क्यामेरा हाल्दा पनि नचलेपछि चाहिँ मलाई डाउट भयो, ओके केही गडबड छ। र सबै सेटिङहरू रिसेट गर्यो, क्यामेरा अल डाटा क्लियर गर्दा पनि नचलेपछि अन्तिम विकल्प भनेको यसको फ्याक्ट्री रिसेट नै भयो। अल डाटा क्लियर गरेपछि हेरौँ, मलाई लाग्छ हुनुपर्ने हो। यो सबै डाटा क्लियर भइसक्यो, सबै मोबाइल नयाँ भयो सिस्टमहरू। अब क्यामेरा चेक गरौँ। पछाडिको त चलेकै थियो, अगाडिको हेरौँ। अब ल हेर्नुहोस्, अगाडिको पनि भयो। अगाडिको भनेपछि यसको अन्तिम विकल्प भनेको नै फ्याक्ट्री रिसेट रहेछ। ल, त भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्नु होला। हस् त, धन्यवाद।